हेलो एभ्रिवान, होप यु गाइज आर फाइन। सबैजना ठिकै हुनुहुन्छ होला। आज चाहिँ भने तपाईँहरूलाई म एउटा दामी जग्गा घुमाउन लिएर आइरहेको छु। यो चाहिँ मालदाको सागरडिगी, जहाँ चाहिँ थुप्रो फिसरिजहरू है, पोन्डहरू, त्यो फिसरिज डिपार्टमेन्टको हो। पोन्डहरू पोखरी बनाएर चाहिँ माछा पालन हुन्छ यहाँनिर। टेस्ट आई थिङ्क टेस्टहरू पनि यहीँबाट हुन्छ है। आई डोन्ट ह्याभ एनी आइडिया अबाउट द्याट थिङ, बट जो भी हो तपाईँहरूलाई घुमाउनु ल्याएको छु र हेर्नु सक्नुहुन्छ। यहाँ चाहिँ सब फिसरिज डिपार्टमेन्टकोले ह्यान्डल गर्छ है यो चिजलाई चाहिँ। यस्तो दामी छ यो जग्गा। सब पोखरी। म यहाँ माथि चढेर आउँछु ल। यहाँ माथि जान्छु, देखाउँछु तपाईँहरूलाई। लेट्स गो। यो जग्गाको नाम चाहिँ सागरडिगी हो। यहाँ चाहिँ म चाहिँ माथि चढ्दैछु। इट्स क्वाइट डेन्जरस। हाइटको डर हुनेहरू चाहिँ यहाँ नआउनु पनि रहेछ नि त। चाहिँ वाच टावर जस्तो बनाइदिएको रहेछ है, तपाईँहरू पनि देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ यस्तो दामी भ्यू देख्छ है। अन्त यो पहाडी देख्दै गर्ने चाहिँ सबै आँपको बगान। यो सबै पोखरीहरू देख्न सक्नुहुन्छ। सागरडिगी सबै पोखरीलाई चाहिँ यसरी नाम दिएको छ है। पुकुर नम्बर 1। है पानी त कति पनि गहिरो छैन रहेछ नि त। नानीहरू हिँडेर जाँदैछ। के भन्नुहुन्छ तपाईँको? ए अरे अरू भयो। आज भन्ने चाहिँ सागरडिगी माछा कुवा पोखरी घुम्नु आएको थियो। पोखरीहरू चाहिँ ठुलो पोखरी रहेछ। यहाँ माछा पालन हुन्छ। सायद एक्जामिनहरू केहरू हल्लाहरू सबै यहीँ हुन्छ होला हौ। आई डोन्ट ह्याभ एनी आइडिया, बट घुम्ने जग्गा दामी छ र घुम्नु आइयो। नेक्स्ट भिडियोमा भेटौँला तपाईँहरू समक्ष। हवस् आजका लागि बाई बाई। एन्जोय द भ्यू।